बालेन्साला मेरो एउटा प्रश्न, तपाईँले समर्थन गरेको सुशीला कार्की मात्र किन त? हर्का साम्पाङ किन भएन? हाम्रो सन्दुक रोहित किन हुनु भएन? कुलमान घिसिङ किन हुनु भएन? र महावीर पुन किन हुनु भएन? यी सबैमा सबैभन्दा अब्बल तपाईँको नजरमा सुशीला कार्की कसरी पर्नुभयो, यसको बारेमा पनि व्याख्या गरिदिनु होला। र जेनजीले चाहेको भनेको पोलिटिक्समा नभएको मान्छे, पोलिटिक्स बिनाको मान्छे। र हामी सबैलाई थाहा छ र तपाईँलाई पनि थाहा छ, अदालतमा कुनै पनि मापदण्ड छैन कि त्यहाँनिर राजनीतिक दलले सिफारिस गरेर मात्रै अदालतमा जागिर खान पाइन्छ। सो उहाँ कुनै न कुनै बेला कुनै न कुनै एउटा पोलिटिकल्ली इन्फ्लुएन्स वा पोलिटिकल्ली समर्थक नै हुनुहुन्थ्यो, उहाँ भए पनि उहाँको फ्यामिली भए पनि। र अर्को कुरा, कुलमान घिसिङ ठिक छ, उहाँलाई पनि माओवादीले ल्याएको कताबाट ल्याएको छ, ठिक छ, यसमा पनि रिलेटेड बी। ल हर्क साम्पाङ पछिको लागि चाहियो, तपाईँ पनि पछिको चाहियो। महावीर पुन जसले यो देशमा केही गर्छु भनेर आउनु भएको थियो, उहाँलाई सरकारले समर्थन नगरेर आफ्नो किताब बेचेर एउटा कारखाना चलाइरहनु भएको छ। उहाँ जतिकोलाई देशको माया र देशको विकास गर्नको लागि माया सायद उहाँलाई जतिको कसैलाई पनि छैन होला। र सन्दुक रोहित जो नेपालमै विदेशी अफर आउँदा पनि नेपालमै बसेर केही न केही रिभोल्युसन गर्नुपर्छ भनेर वर्ल्डमा एउटा लाइट अफ के भन्छ त्यसलाई म ठ्याक्कै भन्दैन, जस आँखाको लागि गडफादरको रूपमा उहाँ इस्टाब्लिस हुनुभएको छ क्या। यस्तो धेरै मान्छे हुँदाहुँदै र तपाईँलाई सबैको बारेमा थाहा थियो, र सुशीला कार्की नै प्रधानमन्त्री किन? सुशीला कार्की कानुनी सल्लाहकारको रूपमा बस्न मिल्ने कि नमिल्ने? एउटा कोही प्रधानमन्त्री भयो जो विवादमा आएको छैन, सम्पूर्णले मानेको मान्छे एउटा कुर्सीमा आएर बस्यो भने त्यसमा कानुनी सल्लाहकारको रूपमा सुशीला कार्की वाइ नट?